तपाईको 15 आना हुने भयो। हजुर 15 आना हुँदाखेरि 4 आना 2 पैसा चाहिँ तपाईको घरको भाग भनेर उता कटाएपछि तपाईलाई चाहिँ यता 11 आना जग्गा यहाँ आउने भयो। भने तपाईको 11 आना भनेको त 3 तिया 9 भोलि तपाईको भन्नु 3.5 आना सिनमा 3टा घडी मजाको हुन्छ। यो एउटै पार राखेको भइहाल्छ यो त एउटै हुन्छ नि एउटै हुन्छ नि मिलीको पाएको छ। यसलाई त भर्साउँछ नि हैन बाउ यो जाले अलिकति थोरै अलिक डिली काट राख्यो हो नि के गर्नै पर्दैन नि ओइ पार्नै पर्दैन। भिना जस्तो तर खोइ के रे प्रकाश त्यसलाई बोल्नु त यसले बोलाएन है किन नबोला त बाबु मैले बोलाइन त आउँछ होला हैन यहाँ चाहिँ बाँधेर हाल्छ है बफानामा यो पातो बाँधेर सबैले खन्छन् त बारी मजै हुन्छ नि बारी भाइ खै त भाइ के थाहा त मलाई के मतलब सुइजाओस्। यो चाहिँ कसको मुनिपट्टि चाहिँ कौसी आउँछ कौसियामाको है यो यो त सुशीलाको हो यो चाहिँ कौसी तल्लो चाहिँ कौसी यो सुशीला हो यो त मजाले खान्छ यो चाहिँ होला चाहिँ यो धान छ नि त्यो थियो नि मैले काट्दिएँ त्यो पहिला माथि थियो रामबहादुरजीले यो जग्गा कमाउनु थियो तास्दा त्यो तल देखाउनु अनि सबै झिक्का छ भने मेरो खेतीपाती गर्न नपाउने मलाई रिस उठेर यो रुख म काट्दिन्छु होइन तिमीहरूको चाहिँ तिमीहरू दाउरा लैजाऊ मेरो भाइ म लान्छु नभए आधी गर्ने भने अस्ति मैले काट्दिन्छु त्यसले कहाँसम्म भेट्दो त्यो अनि यहाँ एउटा रुख हुर्किन्छ फेरि यो पनि त्यही तालको भएको छ यो पनि माथितिर पर्छ मलाई जहाँसम्म लाग्छ यो चिलाउनु माथितिर पर्छ यो दुइटै हो भन्नु चिलाउनु पर्छ होइन यो हाम्रो किन हो यो चाहिँ होइन कुन यो होइन होइन यो चाहिँ तजै झरे है त हो नि म त खोइ मैले अब किनेर भनेको थिएँ नि अङ्कल आफूले गरेको हो नि त बिर्स्यो खोइ त आगा प्रकाश खोइ त कता कता तिन के अरे दशहरा तिर्थ कता गर्ने ल खै आइद भने बिर्सेछ आएको थियो होइन आइज भने थियो प्रकाशले के आगा जाउँ जाउँ न त यहाँ थियो आउला नि तैँले म गाउँ भएको हो बिना ऊ त्यो गाउँ भएको ऊ त्यो उसको पर्छौँ हो बिना त्यहाँ गाउँ छोडेको त्यहाँदेखि पर्छौँ हो यो जग्गा पनि कसरी लिएको भन्दा पर त्यो मार्ने घरमा यताको रुखको अनि रामसिंह बारी दिएर लिएको यो मैले ल के भने यस्तो भन्दा यो ठुलो काल्लो थियो मैले तास्दा एउटा जस्तो बनाइदिएँ कि मैले यो ठुलो काल्लो थियो कि सम्पर्कै हुँदैन त्यसको यस्तो छ मान्छे अनि के गरी फोन गर्नु सम्पर्कै हुँदैन उठाउँदैन फोन के गर्नु जानु बोलाएर बाबु आउँदै होला फोन उठाएन त फोन उठाएन बाबु त्यहाँ छ देखिन्छ हौ घर घर आउनु पर्ने हो त म फेरि भाइ यता जाउँ न यता म नभए मुइ जाउँला नि अनि तपाईँ जानु ल म जाँदिनँ यता जाउँ न अब कतैपट्टि बोरा लिनु त कान्छोले रोजोस् छोडेको म लिन्छु होइन भने तिमीहरूको एउटा ठाउँमा के हो कान्छेरी तिम्रो तिनजनाको एक साइड ए मलाई जुन्दे पनि हुन्छ तपाईँले जुन्दे पनि हुन्छ मलाई यो छैन छोडेको म लिन्छु यतापट्टिबाट यस्तो गरेर अब काट्दाखेरि तिम्रो यो तर त तिमीहरूको मैले देखेको यो त यता ल्याऊ भनेदेखि मेरो विचार आके यो त्यो गाउँ पनि हो होइन त्यो हो यो हो यो हो यो हो अब यहाँसम्म हो होइन त्यो रुख पनि हो होइन त्यो त्यो रुखदेखिको पर्ने रहेछ बुझ्यो न भएपछि अब यो दुइटा गर्दा कता कहाँसम्म पुग्छ अब हुन्छ अब यतैतिर आउला ल मेरो उता त्यति यतै सबै यिनीहरूको 10 आना त्यहाँ पुग्छ त होइन छोराहरूले बोलेनन् ल मलाई उताबाट छुट्याइदिनु अनि यता यिनीहरूको भयो ल अनि यिनीहरूलाई चाहिँ पिस गर्दाखेरि होइन यो मम्मीलाई यो जेठालाई यो कान्छोलाई मौखिक भन्ने अनि म पास गर्दा त्यही पास गरिदिने छुट्टै किताब त छुट्टै देखिनु पऱ्यो नि होइन
त्यही त यो कति जति हुन्छ त ल हेर्नु त 10 आना हुने भयो होइन 10 3 2 10 आना 3 पैसा 2 दाम यो 10 3 2 भनेपछि 11 आनै भने पनि भने भयो माउजा तल पुछार हाम्रो कासँग 11 आनै भने पनि भयो चाउलो गरे भन्छ हाम्रो कालो 5 आना मम्मीको नाममा पर्छ अनि तिमीहरूको दुई भाइलाई 4 आना 2 पैसामा घर के अरे घर समयको आउँछ अनि यहाँ चाहिँ तिमीहरूको दुईजनालाई 6 आना चाम्चुन आउँछ हुन्छ भिन्नाजु हुन्छ त्यो पर्दाखेरि एकैतिर पार्दै भन्ने अनि किताका भोलि पूर्जामा चाहिँ अब भनौँ न अब आकाशलाई यो भनौँ अनि प्रकाशलाई त्यो र मास्लो मम्मीलाई त्यो भन्ने किता चाहिँ गरेर एकै ठाउँमा पर्ने पर्ने हुन्छ नि त आमाको कता अब जहाँले पनि बाढी पहिरो आउँदैन यहाँ कहाँ आफ्नो बारी बाढी पहिरो भेट्दैन बारी पहिरो खोलो भिड भन्ने कुरो हुँदै भएन यहाँ त ढुक्कै छ भनौँ न जग्गा भोलि चाहिँ त्यो डाँडो छ कहाँ पहाड आउँछ त यहाँ होइन त्यही त अब यो ऊ त्यो घडी चाहिँ ऊ हुँदैछ होइन अब यो पनि यता पनि आइसकेका छन् यो त यता पनि आइसकेका छन् त्यहाँ पनि लिइसकेका छ त्यो बाछा झाङसम्म पनि खालि यतापट्टि त्यो ऊ नमिलेर मात्रै हो यो बोटीको ऊ त्यहाँ माथिको त्यो पनि बहिनी गरे यतापट्टि गऱ्यो भने त्यो एउटा झुक्काएर त्यो एउटा त्यो बेला त्यो गरेछ के ढल्मले बस्ने कि भोटी कुन चाहिँ हो बोटी अब उतापट्टि पसल छ नि तपाईँको हो डल्ले डल्ले कि रघुनाथ हो त्यसको एउटा त्यहाँ गयो त्यो माथि रहेछ नि त्यो माथि खनेर अरू त यहाँ कुनै पनि भयो छैन नि तब अब अरू त सबै झमेको मामाको राजकुमार दाईहरूको त हो नि अब चाहिँ हुन्छ अब यो प्लटै जाने हो कि सबै बेच्नु नि यहाँ बनाएर उ गरेर बस्न उ चाहिँ अहिले त मान्छेहरू नयाँ नयाँ कोही घरमा त बसेका रहन्छन् जस्तोको त्यस्तै रहेछ कोही नयाँ मान्छे एउटा बासिन्दा नि थप्या छैन उल्टै छोडेर गएमा भएको चाहिँ मृग चर्न आउँछ नि यहाँ मृग गोठा लाएर बसो हुन्छ है यहाँसम्म पनि त्यहाँ चाहिँ आउँथ्यो आउँछ कहाँ मृग कहाँ गरे बाहिरसँग आएर बकुला सब खाइरहेको मृग त कति आउँछ मृगको बासै हो नि अब त्यहाँ ट्याक्कै जानु 12 मिटर पर्छ तपाईँतिर तेरा भिनाजु कतिको जाने भिनाजु कतिको फ्लाइट हो तपाईँको टिकट ल्याएन अब डिसेम्बर लास्ट तारिक 30 लास्ट तारिकमा आएको भनेपछि आज फेब्रुअरी 19 होइन जनवरी फेब्रुअरी डिसेम्बर 2 महिना भइसक्यो आएको चैत 15 भनेपछि बाँकी छ अझै चैत 15 भनेपछि टिकट भइसक्यो पैसा उतैबाट काटिदिएको एकतर्फी काट्नु दाइले जाने भएर दुईतर्फी काटिदियो ए म त 96 भएर अनि 91 मात्र टिकट काट्यो टु पनि काटिदियो एकतर्फी काट कम्पनी काट्यो होइन यताबाट आफै काटेर आउने हो कम्पनीले त पैसा मात्रै हालिदिने हो 3 महिनाको 3 लाख त हालिदिन्छ हजुर ल सघाउनु पऱ्यो ट्याक्कै 1200 त्यो 12 ल है सिनेमा आउँछ ल ल त्यसो भने अब यहाँ लक्ष्मीसँग गर्नु यहाँ आएर लक्ष्मीमा आएर यहाँनिर हो यहाँनिर ल ठिक्क छ दाइ ल होइन त नमस्ते रुनु लाग्थ्यो अघि नै रुनु लाग्थ्यो त्यो मर्छ पनि अब के गर्नु मैले ऊ त्यो भलमा 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 भल्नु ऊ त्यो भलमा
ओला मस्त मान्छे पर्दैन सम्म ल यो म भाइ आउँदैन रे बाबु आउँदैन थियो आउने मान्छे किन आउनु पर्यो त भन्नु है बाबु भन्नु आउनै पर्दैन त किन आउनु हो तिमीलाई मिले मिले है भन्नु अलि मिलेन के हो जेसी गर्नु छैन अलिकति अलिक ज्यादै आयो अब प्रकाश नआउने भयो भिनाजु जे गरे नि गरममा टेन्सन भएन प्रकाश नआउने भयो अब किन भन्नु मैले अब नआउने रे अब नास के भन्नु भिनाजु नआएन आओस् बेसी बारी खाइदिने अब बेसी बारी बेसी बाटोबाट हिँड्दा यता मान्छे नै आएन रोजेर के गर्नु कता रोज्ने ल ल बारी चाहिँ झरन के भन्नु दाइ त काट्छ मलाई त्यसमा यहाँनिर भन्नु है बाबु यहाँ नाच्छ न बाबु यहाँ नजाला है यहाँ नाच्छ ल दाइ ल यहाँ हो के छ त ल ल ल ल
पर्दैन समाउन चारवटा रजिस्ट्रेसन गरे दुईजनालाई दुईतिर दिने लिने गरी पहिला दिने गरी अनि लिने गरी त्यसो गर्नुपर्ने सटपट गऱ्यो मैले तिमीलाई यो दिएँ त्यो लिएँ अनि अर्कोले त्यो लियो दाजुभाइको भयो नि त चारवटा रजिस्ट्रेसन त्यो बेला बस्यो त्यति बेला एउटाको ल्याउनुहोस् भने चारवटा सँगै दिउँला भन्यो तिर्ने चाहिँ कति भन्दाखेरि अब सटपट रजिस्ट्रेसन गर्दा कति 300 कति दिनु पर्यो उसैले अब त्यो 25-30 रुपियाँ बदल लिनु एउटा रजिस्ट्रेसन छुट्टै लिनु म चाहिँ सबैको एकैचोटि दिउँला भनेर भने छुट्टा छुट्टा ल्याउनु भन्छ कति एउटै रजिस्ट्रेसन दिनु के छुट्टा दिनु यता गोठपट्टि यस्तो तेरो घरको सुरु भयो नि यतापट्टि त सानो मम्मीको हो नि सानो मम्मीको जग्गा अलिकति हालेर त्यहाँ घर बनाएको छ कुरो बुझिस् 7 आनामा 3 आना मलाई बसेर 4 आना तल आयो 3 र 4 कति त 7 आना 7 घरको एरियाको जग्गा त सकियो तर त्यो घर त यतापट्टि आएको छ कि हामीले लामो बनाएको छौँ कि 2 छोरालाई घर बनाएर त्यस कारणले गर्दा त्यहाँ दुई दाम चाहिँ रेनी मम्मीको घुसिया छ त्यहाँ रेनी मम्मी सानो मम्मी घुसिया छ तँलाई त्यता प्लस भएर आउँछ यहाँ दुई दाम घटी आउँछ कुरो बुझिस् जेसी गर्नु भोलि तँलाई त्यहाँबाट किताका गराउँछ जेसीकै भयो गर्नु सानोमा दिनु भइहाल्छ सानोमा प्रकाश आइदिएन अहिले किन आएको त्यो बोल्ला न रोज्ने मान्छे आउनु पर्ने नरोजेपछि म रोज्छु त्यो यस्तो छ कि काम त्यहाँ हाम्रो उहाँ पर छ त्यो जुन पुरानो घरको पछाडि छ नि हजुर हजुर त्यो मैले भन्ने अहिले बुझाइदिएँ भनिदियो तिमीले लिने घरको पछाडिको सुरसम्म चाहिँ बाटो नक्सामा छ अनि यतापट्टि चाहिँ नि मेरो पुरानो घरपट्टिको साइडपट्टिको चाहिँ जग्गा त्यहाँ बाटो छैन अब अहिले चाहिँ बाटो नमिल्ने अहिले अंशबन्ध गर्दाखेरि चाहिँ त्यो मिल्छ अरे अनि त्यो अहिले तिम्रो नाउँमा देखिन्छ त्यो ठाडो अनि त्यो अंशबन्ध गर्दाखेरि तिमीले मलाई मेरो नाउँमा पास गरेर दिनु त्यो बाटो चाहिँ हुन्छ भिनाज हुन्छ हुन्छ भिनाज हुन्छ त्यो गर्दा मिल्छ नि त हुन्छ भिनाज हुन्छ पछि मिल्दैन हुन्छ भिनाज अहिले हुन्छ हुन्छ अनि भाइले कता अब अहिले चाहिँ 10 आना 3 यता चाहिँ छुट्टिने कुरो अनि चाहिँ यसरी मैले भनेको अब त्यसको पूजा बनाइदिने त्यसको बसोस् होइन त्यसो हुन्छ अब घर पनि मैपट्टि त्यो त ठिकै छ अहिले चाहिँ नि तपाईँ यो त यस्तो हो नि अहिले तैँले गराउने 10 आना चाहिने ऊ कतापट्टि यतापट्टि भन्ने कुरा भयो त्योहरू चाहिँ कान्छो रोज्ने मान्छे छैन नि त भिनाजु कान्छो नरोज्ने त त छ ल मम्मी कताबाट रोज्नु मेरो तर्फबाट ल रोज्नु नि त अब कान्छो छैन 3 जनाको एक दिन हुन्छ यता कि यता कता रोज्ने रोज्नु ल उतै रोजे भइगयो नि त तपाईँ कता रोज्ने रोज्नु भन्नु पऱ्यो नि त ल भन्नु कता रोज्ने देखाउनु न त कता रोज्ने हो तपाईँले उतापट्टि उतैपट्टि रोज्नु उताबाट यतापट्टि अब के भन्नु नाच्नु कति आयो अहिले राखेको तपाईँको 499 भन्छ 15 आना 3 पैसा म के पनि बोल्दिनँ होइन भाइ किन रोज्नु अब जेसीको रोज आउँछ होइन सबै डिसहरू वरिपरि बसे आउँछ नि यहाँ
गाडी नै आउँछ नि मयुर यात्रा त्यहाँ पनाउँछ के आउँछ गाडी मजाले आउँदो रहेछ कि यहाँ आङ्नामी बाटो चाहिँ बाटो नि बनेछ नि त म आज नयाँ बाटो आएको पुरै नयाँ बाटो आएको बाटो त पुरै बनेछ नि त यहाँ यहाँ धुलिखेलको बस पनि आउँछ होला यहीँ पनि आउँछ होला धुलिखेलको बस गाडी त्यो हेरौँ त्यो प्लटिङ गरेर पहिरो लमलुम खाइदिएको अधुरो गरेर छोडिरहेको पछि पछि अब यो बाटो चल्न जान्छ होला गाडी बाटो पनि आएको छ त ऊ यहाँसम्म छ त बाटो ए यहाँबाट गएर माथि देवथानसम्म यहाँ गएपछि त चौकोट आइहाल्यो नि यो राम्रो गरेपछि त चौकोट होइन बतासे बतासे त आयो नि यता ऊ यहाँबाट बाटो छ ऊ यो आयो नि बाटो अँ ऊ यहाँबाट आयो ऊ यहाँसम्म बाटो अब यहाँबाट हामीले यहाँ जोड्नु त 500 मिटर जति होला यहाँ जोडिला यहाँबाट यसो गरे देवीथान गएको छ त बाटो देवीथान त गएको रहेछ अस्तिको उताबाट पनि यसो गरे बतासे चाहिँ छेड्छ यहाँबाट पनि त्यो भन्जेमा जोडेपछि बतासे चाहिँ छिर्नु भइहाल्यो यहाँबाट सिधा पनौती पनि जान्छ गाडी अब त रोजेर अब रोज्छ कता रोजेको तपाईँलाई कहाँ मुन लाग्यो त्यहीँ रोज्नु अब म मन लाग्यो नि त रोज तपाईँ रोज्नु जहाँसुकै रोज्नु रोज्ने बेला रोज्नु नरोज्ने नरोज्नु भएन नि त्यो त एउटा एकातिर गरे अब मेरो पनि रोज्नु तिम्रो तिमीतिर रोजिन्छ के अरे बस्छ कतापट्टिबाट नाप्ने मेरो त्यही छ नि मात्र म्याजु भन ल म्याजु यता हेर्नु न मेरो यता छ नि यता गर्दा मलाई लाम्चो माथिदेखि तल थोरै जग्गा म धेरै ओर्नुपर्ने भयो होइन यिनीहरूको धेरै आउँछ नि तिनजनाको यिनीहरूले यताले जय कल्याणदेखि खेती गर्न यिनीहरूलाई बाटो आउन नजिक झन्डै तिमीहरूको बराबर नै हुन्छ नि उता हिसाब गर्दाखेरि तेरो तेरो नि दसाना हुन्छ यिनीहरूको पनि दसाना हुन्छ अनि के नि त्यो उता कट्यो नि त पढ्नु यता त तपाईँको 25 जनामा अनि तपाईँको यता जनसङ्ख्या बढी हो नि प्रकाशको नि चारजना तपाईँको प्लस गर्नु परेन प्रकाश पनि यिनीहरूसँग बस्छ त अब प्रकाश जाउँ 15 आनामा 4 आना 2 पैसा त उहाँ घट्यो नि त 11 जना मात्रै भएपछि तपाईँको 10 जना तपाईँ र 14 जना उहाँ र 14 जना हुन्छ नि यता मामामाझी त 14 जना हुन्छ उनीहरूलाई त 11 मात्रै हुने हो नि 25 जनामा उताको घटेन घट्यो त्यही भएर त अनि तपाईँलाई चाहिँ बढ्छ तपाईँलाई धेरै हुन्छ उनीहरू 5 आना 2 पैसा 5 आना के अरे 5 आना 2 दाम 5 आना 2 दाम गर्दाखेरि 15 आना हुन्छ 3 जनाको 15 आनामा 4 आना 2 पैसा उतापट्टि गयो घरपट्टि गयो छ भाइ त्यो घट्ने भयो नि त हो त्यही त घट्दा यहाँ त 10 आना मात्रै आउँछ उनीहरू तपाईँलाई त धेरै आउँछ प्रकाश नि आउँछ नि त नि हँ? प्रकाशको प्रकाश सरकार एकै छ हो सहितै हो त नि त्यो जम्मा 10 आना आउँछ के यता 10 आना 10 आना त हुँदैन नि कति भयो हाम्रो जग्गा 25 आना होइन अनि त्यो 4 आना चाहिँ के गर्नु घरले दिए 4 आना चाहिँ घरको दिए 4 आना घटाउनु गर्छ नि 4 आना अँ। कुन 4 आना तपाईँलाई बाँकी राखेर यतापट्टि घर दिनु भन्छ नि प्रकाशलाई राखेर घर दिन्छ नि टुक्रो अँ त्यो सुर सुर अँ यहाँ सुन मतलब यहाँको सबै भाग लाउँदा 5 आना 2 दाम 5 आना 2 दाम 5 जनालाई गर्दा 25 आना भयो हो यहाँको अनि 7 आना 2 पैसा उहाँको तैँले 3 आना तैँले नि लिन्छ त अनि 4 आना 2 पैसा उसले लिएपछि घटाउनु पर्यो नि त्यही त त्यो पनि अब यहाँको चाहिँ के अरे यहाँको चाहिँ नि 5 आना 3 आना 15 आना 1 पैसा 2 दाम 15 आना 1 पैसा 2 दाम 3 जनाको हुन्छ भने 4 आना 2 पैसा कटाउँदाखेरि कति हुन्छ 10 आना हुने हो 10 आना 3 पैसा 2 दाम होइन को 4 आना हो अनि घट्नु परेन 4 आना 2 पैसा भने होइन तिमीले 3 आनाले त अनुलाई नि घरको भाग दिनु पर्यो म त मार्दैन छोरो हुन् म मार्दिनँ के भएर के यो ओ बिना यहाँ सुन्नुहोस् यसले पाल्छु त म सिकाउँदिनँ त्यो नगराउने मैले त छोरी घटाइदिउँ सुन्नुभयो त्यो नगराउनु सुन्नु न ठिकै छ त नि सुन आकाश मैले यसरी दिएको छु 7 आना मेरो जग्गा छ नि अब त्यही त 3 हामीले आना त्यो बुझिरहेको नि त 3 आना मात्रै गयो नि 4 आना मैले ऊ 3 जना दिनुभयो मैले छोडिदिएँ मैले म यहाँ बदला लिन्न लिन्न भने ओ नलिने म के लिनु थाहा छ बिना नलिने भयो आधी जना भयो त्यसो भए फेरि हिसाब पनि ट्याक्कै मिल्यो नलिने ठ्याक्क ओ बिना सुन्नुभयो म त्यो लिन्न होइन ठिक छ त्यो लिन्न भने त त्यो म त्यो त्यो ठिकै हो त्यो म लिन्न त्यसलाई सिकाइदिन्छु त्यो ल त्यसो भए ए सुन्नु न मेरो कुरा सुन्नु न तपाईँले कटाउन खोज्नु भयो त्यो म कटाउँदिनँ सुन्नु आकाश अहिले सुन त्यो यहाँ कटाएर उहाँले कुरा म त्यो लिन्न त्यो घर जग्गा त्यो त कटाउनु पर्यो नि त लिन्न भने त त्यो छुट्टै कुरो हो नि यहाँ तैँले पाउने 15 आनामा उतापट्टि 4 आना लिएपछि त कटाउने भन्ने हाम्रो कुरो होइन त्यो घर जग्गा उताको घर घडी मैले चाहिँ लिन भने नि उसले छुट्याइदिन्छु घर घडी उसको बास दिएको मैले त्यो मैले 3 आना ल्याएपछि 4 आना तैँले पाइस् तर म के कटाउनु थाहा छ बिना त्यो रेने घुसेको 2 पैसा 3 पैसा छ नि त्यो चाहिँ कटाउँछु त्यो त ठिक छ 2 पैसा कस्तो कुरा गरेर ल बुझ्नु छ यहाँ 2 पैसा घुस्या छ बिना जोरे उहाँले बुझेर चाहिँ उहाँले चाहिँ 4 आना यहाँ म बदला लिने भने सोचेको होला ल यसो गरी अब सुन्नुहोस् अब मैले चाहिँ नि अब तपाईँको कता लिने भने कसैले यता नाप्यो नाप्दाखेरि तपाईँको यता आउँदाखेरि तपाईँको 5 त्यहाँ 15 आना 1 पैसा 2 दाम हुन्छ नि 15 आना 2 पैसा 3 दाम हो 1 पैसा चाहन्छ चाहिँ यहाँ बढी छ अब 3 भाग यता गर्दाखेरि अब ल भयो भयो भन्नुहोस् 3 भाग यता छ 3 भाग यता गर्दाखेरि अझ अलिक थोरै यो 1 मिटर यता सर्छ ल हो मलाई र मेरो कसो बस्यो प्रकाशको तपाईँ फेरि अझ कुरा हुन्छ 3 भाग यता बसिसक्यो अब तपाईँ 2 भाग बस्यो यता
दुई भाग मलाई त पार्दिनु मैले यस्तो गरेर हुन्छ भनेपछि आकाश उनीहरू कमाउने खाने म त हिँड्न सक्दिनँ उतैपट्टिको भने मैले चाहिँ अब के गर्नु त्यही त भन्नु पर्यो यो त भाइ कस्तो बोल्न आएन भाइ बोल्न नआएपछि उतैपट्टि भने भयो नि त उतैपट्टि भन्नु। के गर्नु त अब हजुरबाउले लुटेर बाउलाले ऊ गरेछ नि त उसले तैँले जुन भन्यो तैँले म खान्छु भनेर भनेछ अरे सिकाएको छ होइन अनि पारीको खेत होइन त्यो त म खान्छु भनेछ अरे उसले बाउलाले क्या अब म खान्छु भने उसले के थाहा त समय कुराउनु त रोजिनलाई भोलि पनि कुर्न मिल्छ आउँदैन अरे ऊ उतै रोज्न त उतै भइगयो भाइले रोज्यो भने अनि उतै रोज्छ पारीको खेत छ नि यता नरोज उतै रोज्छ बाटोबाट आउँला क्या हामी उसको के अरे रामबाबुको खेत छ नि त भोटेको खेत त्यो खेत चाहिँ नि म खान्छु भनेर चाहिँ नि बाउलाले भनेछ अरे सुनिज आकाश अनि लुटेर मैले किनेर मेरो उतै घर लेसी छ नि त्यो मैले तँलाई यहाँ बारी बदलले लिने कि त्यो तेरो बासो इसो भने मैले चार आउँ तँलाई कि त मेरो घर जग्गा मैले तँलाई तिमीलाई छोड्नु अब कान्छो आएन के गर्ने त त्यो भएर मलाई यति रोज्न मन लाग्यो तपाईँ यति रोज्नुहुन्छ म यति रोज्छु के गर्नु त अनि कान्छो आएन रोज्नलाई होइन छोरा म त किन भनेदेखि म भोलि बेच्छु हेर तँ त बेच्दैन नि कुरा बुझ है मैले भन्नु खोजेको म त बेच्छु होइन अमेन मैले अहिले भन्नु खोजेको म त बेच्छु होइन म त त्यो मलाई भन्ने त्यही त बेच्ने कुरा त हामीलाई भन्यो होइन भोलि तैँले लिन तेरामा गइहाल्छ किन्न सकिस् भने हो रोजेको उनीहरूले पाउँछन् छोराले अब प्रकाशे आएको प्रकाश आएन नि त यहाँ मैले बोलाएको मलाई चाहिँदैन तिमी पनि नजाऊ म पनि जान्न भनेपछि मैले पर्लाउन सकिनँ चार्जर मोबाइल हालेको छ फोन गर्दा छैन घरमा गएको छैन छोरो भन्यो उसले अनि त्यहाँबाट बाबु बा भनेर बोलाएको हजुरको टोइलेट छ नि यता टोइलेट त्यहाँ गएर बोलाउँछ त्यता गएको रहेछ चुरोट खाना गएको रहेछ चुरोट बनाएर आइथ्यो अनि बाबु हिँड्न त भनेको तपाईँ पनि जानु पर्दैन म पनि जान्न मम्मी भनेर रुँ लाग्छ यतै दिनु भने ठिक छ म चाहिँ यताबाट रुच्छु दाइ कपिल दाइ अब भाइ नआएपछि किनभने यो दामोदर दाइ त्यसो भए अब कान्छो आएन यो स्त्री सर्ने भयो त फेरि आखिरमा जता रोजे पनि अब बिक्री गर्ने कुरो बिक्री चाहिँ नि घर घडी प्लटिङ आयो भने दुईतिर केही मतलबै भएन होइन प्लटिङले मेरो सोच चाहिँ यता लिन पाएँ भनेदेखि छ नि यता लिन पाएँ भने मैले बेच्नु पर्दाखेरि उताबाट पलौटिङ आइरहेको छ म बेच्छु यो पनि आउँछ कि त्यो मात्र तेरो मात्र टुक्रा लिन्छ र यो त यहाँसम्म आइहाल्छ नि त्यो आयो भने त उसले पारी गाउँले यहाँ छ यो ठाडो बाटोदेखि यतापट्टि केही फरकै पर्दैन नि एउटा कुरो सुन्नु नि फेरि एउटा कुरो सुन्नु नि अब दिदी बहिनीको झगडा सदुर आउँछ नि होइन उता रोइसक्यो उताबाट पऱ्यो पनि यताबाट पऱ्यो नगर्नु अहिले मैले राम्रो कुरो भन्दैछु बाटो उतै बाटो चाहिँ गर्ने हो नि त्यो त ठिकै छ नि यतापट्टि अर्का आउनबाट हिँड्नु पर्यो उता मूलबाट आए भइहाल्यो के फरक पर्दैन हामी यताबाट नआउँला उतैबाट भइगयो ल ल अब ल कति कहाँसम्म चिन्नु पर्छ सोध्नु अब ल अन्त दुई पैसा मिलाउने भने मिल्यो त राम्रो यता त्यो त माइजूमा थप्नु पऱ्यो नि उताबाट निकाल्ने नि यताबाट थपिदिने हो ल अनि प्रकाशको छ नि मान्छे यस्तो यतापट्टि तपाईँलाई पट्टि प्रकाश साथ पारिदिएको थियो नि होइन भइगयो त सुन्नु तपाईँहरूको 5 के 10 5जना 3 5जना 3 दसैँ दुईजना तपाईँ आउँछ 2 पैसा 4 तपाईँ तपाईँ 10 जना 2 पैसा 3 पैसा मान्छे राखेको नाप्ने मान्छे उहाँ राखेको उहाँहरूले यहाँ सुन यहाँ बुझ्छ यहाँदेखि उताको बाउको घर 3 आना बस्यो यहाँदेखि यहाँसम्म तेरो भाइको घर 4 आना बस्यो अनि दुई पैसा उता पुरानो घरबाट सुन है म भन्छु यहाँसम्म तेरो 4 आना अनि घर त यहाँसम्म छ यहाँसम्म घर छ तर यति चाहिँ के छ त सानो मम्मीको जग्गा छ यति सुरमा कुरा बुझिस् बुझी ल भन्नु भुस्यो भनौँ सुन है भिनाजीले भाग लाउँदाखेरि यो 4 आना तेरो जग्गा पऱ्यो नि यो 4 आना चाहिँ तैँले उहाँको घरको बापत यहाँ छोड्नुपर्छ भनेर मलाई दिन लागेको थिएँ यो त तेरो बासस्थान हो म यहाँ त्यो तँसँग बदला लिन्न हेर मैले के गरेको छु भने कुरा बुझ बदला लिन्न म त्यहाँको जग्गाको बदला लिन्न मैले उता बासस्थान लिएँ तैँले बासस्थान टाउको रुन ठाउँ पाउनु पऱ्यो नि त यो सबै तँलाई भयो मलाई बदला चाहिँदैन तर यहाँ दुई दाम भने थोरै पर्छ आधी सानो मम्मीको पर्या छ तेरो मम्मीले नि कमाई पैसा लिएर नि गएर कमाई बसी तैँले नि पठाइस् तिमीहरू जिउनु पर्दा त्योमा आइमै त्यो नि आइमै जिउनु पर्छ
सानो मम्मीले अझ मेरो दिदी ल्याएर राखे राम्रो म झगडा गरेँ तेरो मम्मी त्यो मम्मीको मन चिन्न सकेको छैनस् अब यो मैले यहाँ तँलाई दिदी यो चाहिँ भइसकेपछि यहाँ यो 2 पैसा तैँले यहाँबाट शोध गरेर दिनु पर्यो त्योदेखि यतापट्टिको चाहिँ बाटो भनेर राखेको छ यो यही किताको हो अब त्यो नमिल्ने भएको हुनाले अब तैँले अहिले यो 13 नाउँबाट चाहिँ नि 13 मा देखिन्छ त्यो अनि अब के अरे तिमीहरूको अंश बन्न पास गर्दाखेरि यो बाटो मलाई तिमीहरूले पास गरिदिनु हुन्छ भिनाजु मैले गर्नुपर्ने म गरिदिन्छु मैले यो बुझिसकेँ चार आना भिना अरू त जग्गा दिनु दाइलाई थाहा पर्यो छ दाइ सबै कुरा दाइलाई छ हजुरलाई नै थाहा हुन्छ अब हामीले के फर्किने पुऱ्याउने मात्रै हो जग्गा तिमीहरूले दिनुपर्ने होइन उयो कान्छीको नाउँको चाहिँ जग्गामै त्यो छोडेको छ हामीले बाटो होइन अब हजुरलाई थाहा छ फर्किने हजुरले हामीले छ नि पुऱ्याउने आकाश उता भोग चलान गर्दा तेरो घरलाई सुरसम्म हामीले छुन पाउँदैनौँ बुझ्यौ तेरो सुरसम्म हामीले छुन पाउँदैनौँ आज जे भनेको कुरा त्यही हुन्छ नि भोलि पर्सि एउटै हुन्छ नि बाबु कुरा चाहिँ त्यही हो ल भनेको ल पाइँदैन नि भन्नु। फेरि बाटो जान्छ नि त्यहाँ फेरि भने खाएको त्यो पनि गर्नु पऱ्यो त्यो बाटो अब त्यहाँ तिम्रो घरको सुरसम्म बाटो नक्सामा छ तिमीले पुरानो नक्सा हेऱ्यो भने देख्छौ अब तिमीले चाहिँ नि तिमीसँग मैले लिसे भए तिम्रो त्यो यतापट्टिको वारबारी ठ्याक्कै मेरो पछाडिसम्म बाटो चाहिँ नि नक्सामै देखिन्छ हुन्छ भिनाजु हुन्छ तपाईँले भन्नु न भइहाल्छ ल त्यो चाहिँ एकैचोटि गर्दाखेरि मिल्ने भयो नत्र भने त्यो अब हुन्छ भिनाजु, 4-5 वर्षदेखि त्यो रोइरहेको छ बाटो त छ त्यहाँ हिँड्ने बाटो भोटेसम्म मैले ल्याएको छु उसबाट गरेँ अब त यही बेला चाहिँ त्यो उसको पनि भोटिया पनि पर्किएर पुऱ्याउँथेन हुन्थ्यो अब हाम्रो पुरा म पनि आउँदिनँ तपाईँ जानु परेन भन्थ्यो भाइ अब के म के बसिरहनु त बाबु तँ बस्नु अब भाइ त्यसो भनेको छ के भयो जाउँ बाबु तँ आइज भने दाइ मैले कान्छालाई अनि त्यहाँबाट तपाईँ पनि जानु पर्दैन मम्मी दाइ गएपछि हुन्छ तपाईँ जानु पर्ने तपाईँ नि बस्नु भन्थ्यो मलाई ऊ आएन उसले त्यही राम्रो देख्यो त्यही भन्यो तिमी त्यो मनले के भन्छ त तिमी यहाँ आउनु पर्छ कि पर्ने थियो कि थिएन भन त तिमीलाई पनि थाहा हुनु पर्यो नि त हजुर त्यही त होइन उसले त नआइज भनेको थियो मलाई कुनै त्यो चाहिँ होइन त्यो लुकाउने कुरो तिमीलाई पनि थाहा हुनु पर्यो उसलाई पनि उसले पनि चाहिँ नि हजुर आएर चाहिँ नि के अरे बस्दिएको भएदेखि केही फरक हुने थिएन उसले मात्र लिएर बोकेर यो पनि के दुबई लैजान्छ र यहाँ मलाई सम्पत्ति नै चाहिँदैन चाहिने मलाई होइन भनिसक्यो दाइ त्यसो भने चाहिँ पुइ भन्ने कुरा यस्तो हो जुन कुरो पनि आवश्यक परे पनि अहिले उसलाई आवश्यक परेको छ नि चाहिएन अल्ला रे बल्ला रे आवश्यक पऱ्यो भने अहिले उसको नाममा पूर्जा भएर फोटो नासिया पूर्जा भयो ल 5 जग्गा भयो भने अहिले भनौँ 8-10 लाख रुपियाँ ब्याङ्कले पत्याउँछ त्यो हो नि त कुरो त्यो त अब आवश्यकता त्यो ऊ हेरेर गर्नु पऱ्यो नि अहिले आवश्यकता भौ लागेको छैन म खान्न भने कि भोलि पनि खाँदैन त त्यसले भौ लाग्दैन नि त्यसलाई अहिले छेडी अगाएको छ अब त्यो खान्न भन्छ भोलि पनि त के अरे भोग लाग्ला भोलि आफ्नो उसो म पनि केही गरौँ मेरो नाउँमा केही जग्गा भइदिए म पनि केही गर्थेँ भन्ने कुरो आउँदाखेरि अहिले के अरे नदिने हो भने अनि उसले कहाँबाट चाहिँ पाउँछ त्यो हुन्छ नि बुद्धि भएन कि त्यसको त्यो बुद्धि रहन्छ के भन्छ यो हाम्रै उसको यही कान्छीहरू त्यही बनाएर ल्याएको तिमीहरूलाई त के फ्री छ नि मेरो भुस्सा र पिठोमा घरमा भिना पनि घाँस खान जाने होइन यिनीहरूलाई त मन परिसक्यो सबै तलतिर छ अरे यिनीहरूको त अहिले यहाँ यो तपाईँको यतापट्टि अब 15 आना भएपछि यहाँ आउँ त आकाशमा ए मोबाइलले उयो ढुङ्गा राखेर ल अलि उता सिधा उता बल्ल सिधा हो भयो भयो मेरो परमा या त नआइज फेरि मेरो यहाँनिर एउटा यहाँ चिन्नु अलिकति यहाँ चाहिँ यो लाउने त्यसमा यो पनि भयो त्यहाँ मिल्थ्यो होइन यही छ त यो चाहिँ यसरी आएर यसरी खुँडै आउनु ल त्यहाँ चिन्नु एउटा किलो यसो ल एउटा ठोकिदिनु यहाँ ल एउटा सामान ठोकिदिनु त्यहाँ ड्याडी ल ल ल ए गुरुबा त्यो रुखसम्म तल लगाउने कति हेरिदिनु ल यहीँ भुइँमा पहाइ 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 ल ठ्याक्कै त्यो यति भयो त्यहाँ आयो त ल ल ल त्यो चाहिँ ठ्याक्क ल ल ल ल
ल ल ल के गर्ने अब ल छोडिदिइसकेँ ए ल ल ल ल हेर्नु त सिधा पार्नु त यो डोरी सिधा पार्नु त म चिनो लाउनु पऱ्यो यहाँ चिनो लगाइदिउँ यहाँ ल ल भयो ल अँ त यहाँ लट्ठी राखेको छु आइछ तपाईँले हेर्नु भने जानु त्यहाँ मैले सबै टिम मिलाउनु खोजेँ तर तिमीले तपाईँको यसो फर्केको माथि जिरो हुने भने त फेरि जिरो भने जानु माथि माथि प्रकाश आकाश देखाएको मैले यहाँबाट नापे हो यहाँ किन धेरै माथि लैजाने प्रकाश किन नआएको त रिसाएकै हो त्यो त्यो रिसाएकै हो त किन नआएको त्यो म मेते रोज्ने भन्छन् कता मेते रोज्ने भन्छ के भन्नु त मैले सबै त्यति रोज्नु हुन्छ कता कति चाहिँ यस्तो सम्झिनु किलो हरायो भने पनि किलो हरायो भने भन्नु त कति छ यो रुखसँग 5 हात तपाईँको 5 हात यही नाप पहिले यो नाप न तँ हात नाप न भोलि मेरो एक हात रहेछ यो कुरामा यहाँ अब यहाँ हेर्न अब 1 2 3 4 5 र एक हात रहेछ बुझिसक्यो ल भोलि कहिले तैँले सम्झिँदा यो रुख त कहीँ जाँदैन नि त भिडियो सबै यो रुख त कहीँ जाँदैन नि त 5 हात र एक गरेपछि बचिनिसक्यो ल आएन फर्क किन छ भोलि अब न उसलाई रोज आएको हो रोज्ने छैन मेरो गल्ती नै मैले रोज्न पाउनुपर्छ त्यहाँ
त्यहाँनिर छ होइन त्यो त्यहाँ उभिँदै छ र किला किला ल ल ल ल ल ल माटे छ यहाँबाट त्यो भित्र भयो त्यो के अरे आकाश भन्नु त यो तपाईँको त्यहाँबाट यहाँ 150 प्रकाशे भाग छुट्यो नि त तिनवटा गरेर त्यहाँबाट अब यति भयो आकाश आकाश यहाँबाट ल कन्न आयो भने यता यहाँसम्म आयो माथि पनि एउटा माहला पनि पर्यो नि दुईटै बाटा पर्यो दुईटै बाटा पर्नु पर्यो दुइटा सिधै पर्यो नि यस्तो अब यस्तो जाने हो नि त 80 सेन्टिमिटर ल लाउँ प्रकाशको ल यहाँ सार्दिनु त के हो भने यहाँनिर गजो ठोक्यो ल माथि पनि हिँड्नु अब माथि माथि जाने फेरि तल ठाउँ तल त्यही त फेरि काटेर काट्यो नि कालो यहाँ ठाउँ त्यो काल्न हो कालो माख्ला हुन्छ नि त हो त्यो यो होइन अब माथि ल म एउटा किलो बसेँ त आकाशमा माथि गएर किलो दे माछा नै ल ल कहाँनिर दाइ ल ल ल हजुर ल ल राख मोबाइल छोड अब यो लामो अब त अनि यो सानो सानो लामो छ नि जति किलो काट्नु पऱ्यो दाइ अब किलो छैन पक्नु एकछिन ल ल ल कहाँनिर छिन् ल ल म ठोक्दैछु पर्दैन फेलमेल पर्दैन 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 अहिले पर्दैन यहाँ छ लट्ठी यहाँ छ भइसक्यो यहाँ ल ल त टिप त्यसो भए त ल टिप टुप तपाईँ भइहाल्छ दिपेश के गर्नुपर्छ दाइ टिप टुप अनि के गर्छ ल ल ल ल
ल ल ल ल दुधको उचाले यसलाई चोरी मार्ने माछा चाहिँ यहाँ त कोही कसैमा माछा चाहिँ लगाइरहेको राख ल होइन यो चाहिँ डाइना ल्याएको तर त्यो बाँकी छैन त्यहाँ बाँकी नै छ अझ यहाँ पाउनु त्यो बेला आउँछ छैन क्षेत्र पुग्नु भनेर बाँकी अन्दाज मात्रै गरेको 14 दर्शनदेखि 40 यो पनि राख्नु अब ल जोडा भित्र ट्याक्क यी ठ्याक्कै छ दाइ यहाँसम्म होइन त्यहाँ क्षेत्र मिलिरहेको ठिक्क छ 1170 अहिले लास्ट फाइनल भइसक्यो नि 1170 अब हेरौँ न अब अनिश्चित हुनु कता लाने लामा भन्नुहोस् कता अब कता लाँदा सिधा हुन्छ लानुहोस् 5 स्क्वायर मिटर पुगे छैन 5 स्क्वायर मिटर पुगे छैन अब यसलाई कता त्यो कता लाँदा सिधा हुन्छ भन्नुहोस् बाँगो भनेको छैन यी तिराक जान्छ यसलाई कता यता यसलाई यता थोरै हुन्छ कि यता आउनु पर्यो कि उता होइन त्यो चलाउनु पाइएन यसलाई मात्र हुन्छ सबै यता आउनु पर्यो र पखर पर्छ त्यही त 11 80 5 पुगे छैन क्या त्यो त मिलाउनु ठाउँ रह्यो भने के यता आउनु पर्यो त्यो उता गएर उसरी काटिहाल्छ नि हो त्यही त्यो चिनबाट यता आउनु पर्यो बाँकी त यता नै छ त्यही भने यता होइन सिधा यता आउनु 5 पुगे छैन 11 80 भनेपछि 11 80 16 80 ल इ ए पाउनु इस इ ल इस के ताल गयो भयो छोडिदिउँ
गर्नु पनि परेन त्यो सिधा त्यो जाडो हाल्ने भने अरू अब फेरि ठोक्नुपर्छ पख्नै मगाउँदैछ तोरी माटेला भनेर तोरी दह्रो धुस्नु पर्छ ल कहाँनिर यहाँनिर यहाँनिर ल हेर्नु त अघि किलो ठगेको ठाउँमा यो त बाटाले हान्छ नि फेरि यहाँ बाटो छ नि फेरि यता खाए नि खाओस् के भन्नु खाए नि खाओस् अहिले मलाई यो त्यो उ त्यो भन्ने होइन अब 92 यता पनि खान्छ त्यता पनि खान्छ भाइ हाम्रो 5 यता पनि खान्छ नि त 18 यता छ कि यता 18 खाए पनि अब त्यहाँ अलिकति चाहिँ अलि उ छ क्या दाइ यताको बगेर अब यो बाटो मात्रै छोडेर घर बाँकी रहेको जग्गा पठाइराख्ने हो पकाइराखेको काम छैन पछाडि भयो भनेदेखि सागसब्जी यता हुँदै अहिले जेठाले हिजो पाती लगाइदिएको थियो मलाई त के अरे यो के ठोक्या यो सुन्नु न बाउले तेरो मम्मीले जग्गा बढी गयो नि उता रोज्न पाउँदैछ अहिले भने के गर्नु त मैले अब यता लिन पाउँछौ तैँले अहिले मम्मीले लिन्छ न पत्ता लिन्छ रोज आउँछु भन्दैछु त अनि ल म रोज अहिले छोड्छु जता पनि छोड्छु नि उसले अनि भान्जोले अनि यहाँ कहाँनिर राख्दै 2 मिटर म हेरिहाल्छु नि चिन्ता नगर्नु ल कहाँबाट यहाँ हो ल यस्तै ढुङ्गा ल चल त्यसलाई यहाँ ठोक होला ठ्याक होला त्यसलाई ठिकै भएर राख्ने भोला यहाँ ठोक्ने यहाँ होइन है यहाँनिर यसलाई झिकाम होइन त यसलाई झिका हो यहाँ ठोक्ने त्यसलाई खुर्पा कहाँ राखेँ मैले अब ल अझ यो पिस भयो नि मजाले अझ रोज्न पाउँछस् खुर्पा हरायो बारीमा मजाले पाउँछ उहाँ उता जग्गा बढी गयो कि हिसाब गर्दाखेरि उनीहरू पनि हिसाब हुँदैन खुर्पा खोजेर आउनु पऱ्यो माथि खुर्पा हरायो जानु हुन्छ हुँदैन खुर्पा माथि हरायो फेरि सरी किला त्यहाँ हजुर विनाश भन्नुहोस्
त्यो उसको के अरे रामकुमारले जग्गा ए पास बाबु गर्ने तपाईँले छ नापेको त जग्गा हो राजखोलापट्टि लिँदाखेरि 5 मिटर ऊ नछोड्ने रे 5 आना मात्रै मैले तपाईँलाई अस्ति नै भनेको थिएँ माइजू 5 मिटर त्यो नक्सामा हेर्दा कुल देखिन्छ 5 मिटर 6 मिटर छोड्नुपर्छ त्यो 6 मिटर कटाएर दिन्छ भने लिनुहोस् मैले त्यही भने हो हिसाब गर्दाखेरि 6 मिटर कटाएर दिनु भने तपाईँको भोलि त्यो मापदण्डमा जाने जग्गा खेर जान्छ अनि अलिकति पैसा थपे दिने रे पैसा अलिकति थपे दिने भन्ने कुरा गरेको अनि मैले तपाईँ अहिले अङ्ग्रेजी तपाईँको त्यतिमा आउनु छ 2 तला जानुपर्छ कुना भेट्नलाई तपाईँ अनि त्यो के गर्नुहुन्छ भने बाँसगाडी कता जग्गा यहाँ त्यो हरिभक्तिया के अरे त्यो उसको घर छैन हरिभक्तिको हरिभक्तिको होइन भने त्यो के अरे हरिभक्तिया काकाको घर छ नि त्यो ज्ञानेन्द्र घर कसरी बुझ्नु छैन त्यो मोडबाट कसरी बुझ्नु भने तपाईँको खड्का गाउँको हामी पानी कुल्यौता। खड्का बिस्निया मामाको एउटा पोखरी बनाएको थियो नि तपाईँ याद छ नि त्यो भैँसी आसा अगाडि चाहिँ त्यो घुम्तीमा पोखरी बनाएको थियो नि तल माथि भन्ज्याङमा तल भन्ज्याङ होइन तल त्यो ठुलो टावर नेरीको यता त्यो बनाएको छैन अँ त्यहाँ भने त्यो भित्र एउटा कुलो छाडो कुलो बग्छ कि त्यो कुलो कहाँ बग्छ तर त्यो प्राइभेसी जाने छैन त्यहाँ सब बौनी कुलो छ त्यो कुलो छोड्ने जग्गा हो क्या अनि बाटो मुनिको जग्गा कुलोभन्दा मुनिको हो बाटा मुनि त कसै बाटा मुनि त हो त हामी बनाउनु जाँदा बाटो बाटा मुनि त हो त गहिरामा गहिरामा खेत बारी नै हो यो त। खेत सँगसँगै खेत पनि छ बारी बारी अरूको खेत त्यो 15 पनि छ 15 महिना त हो नि पदै छ 15 पनि छ त्यो 15 भन्दा अलि वर 15 अलि उता अलि वर छ त्यो ठुल्ठुला टुनीका रुखहरू छन् त्यहाँ हजुर आकाश जम्मा जग्गा भने हाम्रो पनौती घाटमा 3 आना हो 3 नम्बर कति हो त्यो किन्नु साट्टा आफ्नो त्यो एउटा छाप्रो हालेर बसे कति उत्तम हुन्थ्यो कसैले उठ भन्दैन बस्छ जग्गामा त भएर के गर्नु मर्दा लाने हो तातो अनुसार यसैले हत्ते पारा नगरे मैले पैसा ल दिने पैसा भएको छ। फिर्ता लि त्यो पैसा घर ल ल सक्नुहुँदैन पैसा फिर्ती दिनु न त तपाईँलाई बुढी खाना खानुको हुन्छ म के भन्नु त चुप्पो लाएर बलक ल्याएर जस्तालाई आफ्नो उसमा बस्दा त कति आनन्द हुन्छ बुद्धि नभएका हाम्रो भनाइ नि मान न मलाई चाहिएको होइन आफ्नो टाउको लुगाएर बस्नु अर्का अझै त्यो मापदण्ड छोड्ने यता छोड्ने आफ्नोमा उता त्यो छोड्ने छाप्रो हालेर जग्गा बस्नु चाहिँ अब भनौँ अब आफ्नो 4 छाप्रो आना हालेर लिएकोमा 6 मिटर छोड्ने भन्नासाथ त के हुन्छ त्यहाँ अहिले चाहिँ अहिले माइजूले भनेपट्टि लिनेपट्टि कुलो छैन अनि कुलोपट्टि लिने कि कुलो भएको नपट्टिबाट लिने भन्ने कुरो कुलो भएकोपट्टि लिँदाखेरि अग्लो छ तपाईँको अहिले चाहिँ राजकोलापट्टि रोजेँ मैले ए त्यही त त्यसपछि फरक ए राजकोलापट्टि रोज्दाखेरि हुन्छ त बाबु त जग्गा लिन जग्गा किन रहर गर्छ यो कति चाहियो अझ भन्दैछु त तपाईँको राजकुलो कति छ भने अङ्कल लगभग तपाईँ भन्दा पनि 10 फिट यति माथि छ कि हाइट यति माथि छ अब त्यसलाई कुलो त भान पाइएन पुल भाग्नु पाइयो दिँदैन माछा जग्गालाई त अब जग्गा पुर्दाखेरि अर्का तलतिर हुन्छ वाल उठाउनु पर्यो हो अनि तपाईँको एक तला चाहिँ कि पुर्नुपर्छ कि अन्डरग्राउन्ड गर्दाखेरि कुलोमा पुग्नलाई एक तला जग्गा गर्नुपर्छ होला त्यति कुरो मैले त्यही भएर चाहिँ अब तपाईँको हुँदैन कि एक तला भनेर चान्चु भने त्यो त सिमेन्ट आकाश त्यहाँ गएर मैले भने मान्छु त्यहाँ गएर मैले भने मान्छु भन्दाखेरि मैले चाहिँ के भन्दा भने मैले त्यही भएर म किन हस्किदिएँ भने तपाईँको कुलोपट्टि लिँदा ऊ मगो बढ्ने कुलो माइजूले कुलो भग्नुपर्टि रोज्या कुलो हुनुपर्टि बाटो छैन भोलि त तिनीहरूको के विश्वास तपाईँ यहाँ बाटो हिँड्नु दिनु भने के भन्ने अनि भोलि माइजूले चाहिँ बाबु तपाईँले चाहिँ गरेर जग्गा यहाँ त मलाई बाटो हिँड्नु दिनु भएन भने त जग्गा दिने ठाउँ छैन मैले चाहिँ तपाईँ लिने हुनुहुन्छ अलिकति मगै तिर्नुहुन्छ भने कुलोपट्टि लिनुहोस् है भने मैले किनभने भोलि कुलो कसै रोक्नु पाएन बाटो के कुरा राख्ने कसैबाट उसले बाटो दिनु के गर्ने त्यो हामी मिलाउला त्यसको मिलिसकेको के छ कुरा राख्ने भनेदेखि तिमीहरूले भने बमोजी मलाई दिएनौ तिमीले हामी झगडा नगरौँ मेरो पैसा फिर्ता ल्याऊ पैसा दिए सुन आकाश सानो पैसा म रेल नछु मलाई ब्याज पनि म मतलब गर्दिनँ ब्याज पनि लिन्न मलाई पैसा दिए भन्नु बुद्धि छ भनेदेखि त्यो पैसाको ल्याएर मम्मीलाई छाप्रो हाल्थेँ जय कल्याण हुन्छ त्यहाँ बस्नलाई हुन्छ यहीँ आएर बस अथवा त्यहाँ जाँदा त्यहाँ बस अथवा तेरो पैसा खातामा राख त्यो जग्गा मात्रै जहाँ 8,40,000 रुपियाँ चाहिने उसले पनि 1.5 महिना ठिक पैसा लिनु पनि 1.5 महिना लाग्छ भाइ अब मैले त्यति भयो नि हुन्छ भनेको छ मैले हो मान्छे राखेर कुन अवधिमा पैसा दिने कागज गर्नु छोडिदिनु झगडा नगर्नु मैले त्यही भनेको छ बाबु ऊ 1.5 महिना नि पर्ख्यौँ म त्यो खुर्पा खोजेर आउनु माथि डिलमा यसरी गाडेको खुर्पा कता गाडी माथि त यसो किरा ठाउँमा खुर्पा यसरी गाडेको छु कि माथि मैले दामदर भान्जो त्यो यताको अन्तिम किलो होइन त ल जग्गा यही भयो ल यसमा केही खुर्पा छ अरे माथि यसले राखेको जान्छ जसले राख्यो ल के गर्ने अब खुट्टाले नाप्ने भए नाप्नु तपाईँ किन नाप्नु पर्दैन फेरि के भन्छन् पछि भोलि नक्सामा काटेर आउँछ नक्सा काटेर
केही कदमकाल ढिला भयो भने त बाउले गरेन भन्छ त उसले कसरी भन्छ अब भोलि एक दिन बाँकी भयो शुक्रबार भोलि फेरि होइन अब कर्मचारी चुनावमा खडा आकाश सुन, भयो। 23 नभए त आउने। 24 गते नभए आउँदैन। सुनिस् 23-24 नभइकन कर्मचारीले काम गर्दैन सबैभन्दा अब बाउले त फेरि यहाँ नाप्दे मलाई नदिन रहेछ त्यसै छोडे भन्ला नि पुरा बुझिस् अब यस्तो हुन्छ अब के हुन्छ भन्नु भने त्यो हजुरआमाको नाउँको पूर्जा छ त्यो चाहिँ बाउको नाउँमा ल्याउनु किनामा 3 पैसा कताको हालेको छ थाहा छैन यही जग्गा मध्येमा कहाँको हालेको हो त्यो थाहा छैन त्यो भने 466 को हो कि कतिको हो 66 को 66 3 आना 3 पैसा नि छ त्यो 66 होइन उसको 65 को 64 को 65 र 66 छैन 64 को त्यो कति पर्छ ल ऊ यहाँ ल्याउनु न म त्यो त भनिहाल्छु त्यो त यहाँ त्यो भन्न त मैले यहाँ छ त भन्दैछु त आइतबारै छैन के भन्न त यहाँ देखाइन्छ नि हेर्नु न तपाईँहरूको त्यही त अब त्यो भयो त्यो पहिला तिम्रो नाम ल्याउनु पर्ने हो नि त होइन तिम्रो नाम ल्याउनलाई मालमा नगइकन ऊ हुँदैन मैले बुझेँ यो होइन उसले नि बुझ्छ नि अब त्यो गरिसकेपछि कहिले हुन्छ अब 10 गते आइतबार भने ए 64 भनेको गोलो ए देख्नुभयो नि ल कति रे यो 64 भनेको 464 464 यही हो त्यो कुन चाहिँ परेछ जग्गा छ त्यही त यो यहाँ आउनु भनिहाल्छ ल यहाँ नापै हेर्नु मिल्दैन 64 भनेको तपाईँको यो हो यहाँ हेर्नु तपाईँको 64 चित्ता भनेको यहाँ रहेछ नाम ल यहाँ हेर्नु योभन्दा माथि योभन्दा तल किनाराको जग्गा यो योभन्दा माथिको त्यो एउटै किताब छ झरे खाइ यहाँ झर्छ नि त 65 झरे खाइ हेर न ए 65 यो भयो 66 माथि ऊ त्यो बाटो भयो 66 भनेको माथि गाउँ भएको त्यो एउटा छुट्टै किताब छ पहिला 65 भनेको यो तोरेर यो यति यहाँसम्म हो नि त हो त्यो त यहाँसम्म यो चाहिँ झरा यहाँसम्म आउँदो रहेछ अनि तपाईँको यो चाहिँ फेरि छुट्टै किताब छ ए 64 भनेको यो पनि तल्दो 3 आना त भनेको अनि यो मात्रै हो यो दुई भाइको हो कि दुई भाइको लिँदाखेरि यो कसरी मिलाएको छ मलाई थाहा छैन दुई भाइको हो यो ल हामीले लिँदाखेरि अनि किताब पनि छुट्टै भयो त्यो 4वटा रजिस्ट्रेसन गरेको छ म त कस्तो हेर्नु नभएन जो अस्ति अब रेणु बिमार 3 दिन बितेले हजुरलाई थाहा भएको कुरो हो अब तुरुन्तै बिदा भन्दा तँलाई बिदा मात्रै भन्छ अनि बोल्ने र बिदा दिने म्यानेजर हो म्यानेजर एनुअली बसिन्छ होइन अब अरू सहायकले हेड अफिसमा यस्तो उस्तो भनेर बोल्न सक्दैनन् होइन अनि मैले त बिदा अब यहाँ मिलाउनु पऱ्यो त्यो त तिम्रो त्यो नामसारीको लागि पहिला चाहिँ नामसारीको प्रोसेस सार्नु पर्यो सिफारिसको होइन यहाँबाट सिफारिस लिएपछि मालपोतले त्यो सिफारिस लिएर जानु पर्यो होइन अनि मालपोतले त्यो आमाको नाउँमा लगत कटा गरेर तिमीहरूको नाउँमा पूजा खडा गर्नु पर्यो त्यो पूजा खडाले किता काट त छैन कितै भयो एउटै किताब हुँदाखेरि त्यो अलिकति सजिलो नि हुन्छ होइन सजिलो हुन्छ किता काट गरेर अर्कालाई छुट्याउनु पर्ने हुन्छ यो छैन अब बाबुले भने जस्तो अब दाजुले हौदाबी छोडिदियो भनेदेखि सजिलो हुन्छ यो गाडी माल के अरे मालमा जानु परेन ओडा दाइ चाहिँ परेन म ओडामा जाँदाखेरि दाइलाई लगेर नाता पर्ने लिएर जानु पर्यो पऱ्यो नाता परान लिएर गएर हौदाबी छुट्याइदियो भनेदेखि एकैछिन हुँदैन ओडामा हामी 1 घन्टा जान सकिन्छ ओडामा यस्तो नि त मामा तपाईँ थाहा छैन भने अब सरकारी उसमा बसेको मान्छे कहिले सरल चल्दैन कहिले को आउँदैन कहिले बत्ती आउँदैन कहिले के हुँदैन अब कसरी गर्नुपर्ने अब कम्प्युटर चलेन भने काम छैन अनि के होइन गर्ने त्यो यस्तो हुन्छ हुन त तपाईँको त तपाईँ जस्तो काम त तपाईँ आज काम त हो नि कामै गर्ने गर्ने हुने हो नि त आधा घन्टा लाग्दैन त्यो कम्प्युटर खोलेर चाहिँ हेरौँ नि त्यो 10 मिनटको कहिले अध्यक्ष आउँदैन न सही गरेर आउँदैन ल अब के हो नि त तिमीले के गर्नु भनेदेखि कहिले जानुभन्दा पहिले 9 बजीतिर अध्यक्षलाई कल गर्ने यस्तो त काम छ तपाईँ कति बजी आउनुहुन्छ भन्ने मलाई अलिकति ऊ छ अलिकति छिटो आउने कष्ट गर्नु होला भन्नु म भनिदिउँला होइन उसको लागि के हुन्छ 11 बजी झल्केर आउँछ त्यसले चाहिँ साढे 10 बजी है त्यो कुटिलो छ अध्यक्ष बनाएको त सबैले बनाएको हो भनेपछि अब त्यो लिएपछि अनि उसको नाममा पूजा आएपछि न अनि यो चाहिँ प्रोसेस दोस्रो चरण हो त त्यही त तपाईँले केही नै निम्न त तपाईँलाई 3 दिन बिदा लिनु पर्ने हुन्छ एक दिन यो तपाईँले आफ्नो यो किताबलाई नामसारी गरेर आफ्नो ल्याउनलाई 2 दिन तपाईँको मार्फत नाप्यो किताब काट गरी पास गरी लेखन गर्दै भ्याइँदैन एकै दिन भान्जु मैले त यो यहाँ सकेर चाहिँ केशव दाइले पठाइदिनु केशव दाइ सबै उद्धरण गरिराख्दैन हो त्यो चाहिँ हुन्छ अनि त्यहाँ म 1 घन्टा भए पुग्दैन तपाईँले त्यहाँ थिच्ने बेला मात्रै हुन्छ त्यो चाहिँ हो यो यसको लागि चाहिँ म ओडामा नि अफिसबाट आउँछु आउनु पर्यो बास अनि त्यहाँदेखि खाजाने मेला पाएर
भनेर जान्छु पहिला तपाईँले यो काम अनि यो बनाइदिनुहोस् सकेर अनि यिनीहरू पहिला यो चाहिँ काम बनाइदिनु त्यसपछि अनि सल्लाह गरेर तपाईँको उसलाई तपाईँलाई त छोडिदिउँला यो यसो लेखेर म तपाईँलाई म कम्प्युटरमा उसले दिउँला अनि ठिक भएर आएको छ तपाईँले सही गरेर मात्रै पुग्छ तपाईँले के गर्ने तपाईँको उसको एड साथी छ मेरो भोलि जाने कामै छ त्यो ओके डन भयो अब के फोन चिया खाने त्यहाँ पनि फुल मकै लगाएको फुल मकै अनि 1:30 पनि त भइसक्यो अब भन्छ हामी त आज बाङमाउतिर जाने भन्ने कुरो ठिकै छ के हो त जे हुन्छ अब त्यो जानु मलाई जाउँ पछि यो त भन्न पाउँदैन बाबु तैँले यतापट्टि चाहिँ भाइले गरिदिएको छ मेरो कहाँ त तेरो तँलाई बिचा पर्यो बिचमा ल बिच तँलाई उता मम्मीलाई बाटापट्टि मम्मीलाई तँलाई बिचा त्यसपछि त्यो भाइलाई यो 5 जना मात्रै बिचको मलाई पर्यो यो चाहिँ वही अनि उयो के उयो भाइलाई पर्यो यहाँ सुन यहाँबाट यता सुन यहाँ भन्दा यतातिर यो त अहिले झर्नु आमालाई र बुबालाई यहाँतिर 2 किता यो भन्दा 3 कितामा यो सँगसँगै जोडेको मालो पनि गयो नि फेरि उतापट्टि यो सिधा यो प्रकाशलाई अनि त्यो भन्दा उता तँलाई उयो किलो किलो बिचाल्न तँलाई उता मम्मीलाई भाइको त्यो किलो छ भाइको जा ए यो किलो दिन त्यो किलो मेरो बुझिसकिल यो किलोदेखि त्यो किलो मेरो भयो त्यो उता मम्मीको भयो भयो भइसक्यो मिलिसक्यो कुरो मिलिसक्यो यहाँ बोर्डर रहेछ म बोर्डरमा रहेछु ठ्याक्क त मम्मी पछि छ ल ठिक छ भयो पुरा बुझ्छु मैले मान्छे गरेर म तँलाई किन लाज गरेर गराउनु पऱ्यो नि अब जाँदा खर्च कति हो दिए है भइहाल्छ 2000 भने है ल कति ल ल ल ल ल ल त्यो के मम्मीले भनिदिन्छु टेन्सन नगर्नु न के गर्नु पर्दैन